आज हामीहरू प्रकृतिले भरिपूर्ण सुन्दर ठाउँ हुँदै सिल्लीकोटसम्मको यात्रा गर्नेछौँ। कस्तो हुलियामा आइपुग्यो, सारा धुलो खाँदै बाटेभरि। आजको छोटो घुमाइ दाङको सिल्लीकोटसम्म घुमेर फर्किने प्रोग्राम छ। सुरु हुँदैछ यात्रा घोडाइबाट। यो घोराई तुलसीपुरको बाटो तीव्र रूपमा विस्तार भइरहेको छ। अहिलेको चरणमा चाहिँ यसलाई काम एकदम द्रुत गतिमा भएको मान्न सकिन्छ। हामी दुधराज चोकमा आइपुगेका छौँ। ठ्याक्कै यो चोकदेखि उत्तरतिर अब चाहिँ सिल्लीकोट जाने यात्रा सुरु हुन्छ। समथल भूभागको यात्रा सकियो। अब हाम्रो उकालो बाटोको यात्रा सुरु हुन्छ। तपाईहरुले देखिरहनु भएको छ बाटोको अवस्था कस्तो छ भनेर। कस्तो हुलियामा आइपुग्यो, सारा धुलो खाँदै बाटेभरि। कस्तो बाटो ल्यायो क्या? पहिले यस्तै थियो? पुरै परहरू यो डाँडामा चुनढुङ्गा रहेछ। यो लिनलाई यति ताती आउने बाटो त पुरै घुँडासम्म धुलो, बाइक पुरै पछाडिको टायर डुब्दै। बल्ल माथि डाँडामा तायो। अब चाहिँ के गरेर फर्किने भन्ने ठुलो चिन्ता छ। हेरौँ अर्को बाटो खोज्दैछौँ अब फर्किने बेलामा। सायद अलि राम्रो बाटो भेट्यो भने अर्को बाटो चाहिँ छिर्न पर्ला। किलो पसे चाहिँ माथि
चिल्लीकोटको टप भ्यूमा आइपुगेका छौँ। यहाँबाट पुरै तलसम्म दाङको फाँटहरू सर देख्न सकिन्छ। यहाँबाट सर आज शनिबार घुम्न आउने यहाँकै आन्तरिक पर्यटकहरू बाटाबाट रूपमा रहेको छन्। यहाँ बाटोले गर्दा केही पर्यटकहरू चाहिँ कम नै छन्। समुद्र सतहबाट करिब 1240 मिटर उचाइमा रहेको चिल्लीकोटमा रहेको कालिका मारिकाको मन्दिर, भगवतीको मन्दिर, जुन चाहिँ चैते दसैँ बडा दसैँको बेलामा यहाँ भव्य मेला पनि लाग्ने गर्छ। यहाँ दाङबाट मात्र नभए छिमेकी जिल्ला सल्यान र रोल्पाबाट समेत हजारौँ भक्तजनहरू आउने गर्दछन्। यहाँ एउटा जुन भ्यूटार पनि निर्माण गरिएको छ, जहाँबाट दाङ उपत्यका साथै सिस्ने हिमाल, पुथा हिमाल स्पष्ट रूपमा देख्न सकिन्छ। अहिलेलाई सबैभन्दा समस्या यहाँको बाटो रहेको छ, जुन कच्ची बाटोमा पनि धेरै टिप्परहरू हिँड्नेमा हुनाले यहाँ चाहिँ बाटो एकदम बिग्रेको छ। सबैभन्दा पहिला यो क्षेत्रमा बाटोको विकास हुनको लागि जरुरी छ। त्यसपछि मात्रै आन्तरिक पर्यटकहरू अलिक बढी नै आउने हुनसक्छ यहाँ।